धन्यवाद गर्छौं। जब पाइसकेको बोल्छौं, जब मन उठाउँछौं, जब मन दरिलो गर्छौं, परमेश्वर पिताले अरु दरिलो मन गर्ने काम येशूको नाममा प्रकट गरिसक्नु भएको छ। यो सत्यता, यो महानता, यो तरिका हिजोको दिनमा पाएका थिएनौं, यो बाटो पाएका थिएनौं, यो योजनालाई बुझेका थिएनौं, यो पिताको प्रेमलाई बुझेका थिएनौं। त्यसकारण ठक्कर खाएका थियौं, त्यसकारण एकदमै गलित भएका थियौं। तर आज परमात्मा हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। आज हजुरले हरेक खालका कष्ट, हरेक खालका निन्दा, हरेक खालका समस्याबाट मलाई माथि राख्नु भएको छ पिता। तपाईले अरु शक्ति, अरु ताकत, अरु महिमा, अरु आनन्द येशू मसीहमा प्रकट गरिसक्नु भयो पिता। धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमेश्वरले यो महिमा दिनुभएको छ। जसरी एक गिलास दुधमा हैन हामीले चिनी हाल्छौं त त्यो गिलासको दुध कति मिठो हुन्छ, तर त्यो गिलासको दुधमा हामीले जब अमिलो हाल्छौं, जब कागती हाल्छौं, तब त्यो कागतीले त्यो दुधलाई के गर्छ? फटाल्दिन्छ, त्यसको स्वादै बदल्दिन्छ। त्यस्तै त जब हिजोको दिनमा यो मनमा हामीले संसारका कुरा राखेका थियौं, यो मन फाटेको थियो, कपडा फाटेको सिलाउने ठाउँ थाहा थियो हामीलाई, तर मन फाटेको सिलाउने ठाउँ हामीलाई थाहा थिएन। तर आज मन फाटेको पनि सिलाउने ठाउँ परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हाम्रा फाटेका मन, हाम्रा टुटेका मन, हाम्रा एकदमै लुटिएका धन सम्पत्ति, सुख शान्ति, ऐश आरामहरूलाई परमात्मा पिताले हिजो जति गुमायौं अरु बढ्ता गरेर परमेश्वरले आशीर्वाद तपाईँ हाम्रो जीवनमा दिइसक्नु भएको छ। पिता पाइसके, हजुरले प्रकट गरिसक्नु भयो। चाहत पनि परमेश्वरले नै दिनुहुन्छ, माग्ने कुरा पनि परमेश्वरले नै दिनुहुन्छ। जब परमेश्वरबाट सिक्नुहुन्छ, परमेश्वरलाई सिकाउनु भनेर सबै जीवन परमेश्वरमा सुम्पिनुहुन्छ, तब परमात्मा पिताले एकदमै उद्धार र महिमाको कार्य येशूको नाउँमा दिइसक्नु भएको छ। त्यसै कारण भजनमा नि भनेको छ, जीवन सुम्पिए मैले मेरो परमेश्वर पितालाई, सबै छोडिदिए मैले मेरो परमेश्वर पितालाई। जीवन सुम्पिए मैले मेरो परमेश्वर पितालाई, सबै छोडिदिए मैले मेरो परमेश्वर पितालाई। दुष्टले चाहिँ भन्दो रहेछ, सबै समस्या आफ्नो बना, रुकावटलाई आफ्नो बना, डरलाई आफ्नो बना, चिन्तालाई आफ्नो बना, कमजोरीलाई आफ्नो बना, रोगलाई आफ्नो बना। हेर त चारैतिर डामाडोल छ, तेरो लागि बाटै छैन। तर जब परमेश्वरमा मन उठाएर पिता के छ त मेरो लागि भनेर परमेश्वरलाई पुकार गर्नुहुन्छ, तत्पश्चात मूसालाई हेर्नु त, लाल समुद्रमा पनि बाटो तयार गरिदिनु भयो। कसले त? परमेश्वरले, हैन? रातो समुद्रलाई के गरिदिनु भयो? परमेश्वरले दुई भाग गरिदिनु भयो, बीचबाट बाटो बनाइदिनु भयो। जब मूसाको जीवनमा अगाडि सबै गनगन गर्ने इजरायली जनताहरू हुनुहुन्थ्यो, पछाडि हेऱ्यो भेट्ने बित्तिकै मारिहाल्ने दुश्मन हुनुहुन्थ्यो, दायाँ हेऱ्यो समस्या थियो, बायाँ हेऱ्यो समस्या थियो, तब मूसाले आफ्नो बुद्धि प्रयोग गर्नु भएन, परमेश्वरको बुद्धिलाई प्रयोग गर्नुभयो। परमात्मा म के गरौँ त यो समयमा भन्दा परमेश्वरले भन्नुभयो उसलाई, तिम्रो हातमा के छ भन्दा लट्ठी छ, त त्यो लट्ठीलाई अगाडि बढाऊ भनेपछि त रातारात परमेश्वरले के गर्नुभयो? समुद्रमा पनि समुद्रलाई यताको पानी यता, यताको पानी यता गराउनु भयो, बीचमा बाटो तयार गरिदिनु भयो। कसले? परमेश्वरले। यो संसारको बुद्धि, संसारको तरिकाबाट त सम्भवै छैन, उपाय नै छैन। तर
जब परमेश्वरको बुद्धिलाई प्रयोग गर्छौँ, परमेश्वरले बाटै नभएको ठाउँमा पनि, असम्भव अवसिद्ध भनेको ठाउँमा पनि मरुभूमिबाट मूल फुटाउन सक्नुहुन्छ भने हाम्रो जीवनमा आशिषको मूल फुटाउनुहुन्न र फुटाइसक्नु भयो पिता। आशिष दिइसक्नु भयो पिता। मरुभूमिबाट मूल फुटाउन सक्ने परमेश्वर हैन त समुद्रको बीचमा बाटो बनाउने परमेश्वर के हाम्रो लागि बाटो परमेश्वर बन्नु भएको छैन र बनिसक्नु भयो, भइसक्यो। परमात्मा पिता तपाईको कार्य येशूको नाममा प्रकट भइसक्यो। जब भएको बोल्छौँ, जब मन उठाउँछौँ, जब उत्साहित हुन्छौँ, तब परमेश्वरले हामीलाई अरू स्वर्गका खजानाहरू दिएर, स्वर्गका भोजनहरू दिएर तपाईँ हामी सबैलाई दरिलो अनि भरिलो, आँटिलो, पोसिलो, जोसिलो परमेश्वर पिताले बनाइसक्नु भएको छ। त यसको लागि पनि धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा। परमेश्वरले यसै कारण भन्नुभएको छ, तिम्रो सारा मनले, सम्पूर्ण मनले मसँग भरोसा गर, तब सम्पूर्ण बिग्रेका कामलाई पनि सच्याएर तिम्रै हातमा मैले पस्केर दिइसकेँ बच्चा। पाउनभन्दा पहिले पाइसकेँ भन्ने विश्वास गर, देख्नभन्दा पहिले देखिसकेको विश्वास गर, सोच्नभन्दा पहिल्यै वचनबाट सोच्ने मन गरेर पाइसकेँ सोच, तब आँखाको अगाडि मैले काम गरिसकेको छु। जब पाएको बोल्छौँ परमेश्वरको तर्फबाट, तब जस्तै एक दिन एउटा जङ्गलमा एउटा सिंह थियो, सिंह गर्भिणी थियो हैन। तब सिंहले एउटा बच्चालाई जन्म दिएपछि उनी मरेर गए। अनि मरेर गइसकेपछि त्यस पछाडि त्यो वरिपरि, त्यो सिंहको बच्चाको वरिपरि चाहिँ भेडाको बगाल थियो। भेडाहरू बस्ने गर्थे, त्यहाँ भेडाहरू चरण गर्ने गर्थे, भेडाहरूले त्यहाँ आबाद गर्थे। त्यस पछाडि त्यो सिंहको बच्चाले के गरे त, त्यो भेडाहरूको सङ्गत गर्दा गर्दै उसको सोच, मन, बुद्धि, विचार सबै भेडाको जस्तै भयो। हुन त त्यो सिंह थियो, सिंहको बच्चा थियो, तर उसले सङ्गत कसको गर्यो त, भेडाहरूको गर्यो। तब भेडाहरूको सङ्गत गर्दा गर्दै उसका सोच, आनी बानी, चाल ढाल सबै कुरा सिंहको मतलब भेडाको जस्तै भयो। भेडाको जस्तै आनी बानी भइसकेपछि एक दिन एकदमै जवान सिंह टाढै जङ्गलबाट हेर्न सुरु गर्यो। भेडाको बीचमा एउटा उसकै आफ्नो प्रजातिको सिंहलाई उसले देख्यो। त्यो सिंह पनि बढ्दै गयो। त्यो बच्चा थियो पहिला, उसको आमा मरेर गयो, पछि ऊ बढ्दै गयो। तब ठुलो सिंह, ऊ जवान सिंहमा परिवर्तन भयो। तर जवान सिंह भएर पनि भेडाको बगालमा बसेको देख्न नसकेर पारीबाट अर्को सिंह आयो। अनि सिंह आएपछि उसले त्यो भेडाको बगालमा के गर्यो त, आक्रमण गर्यो, हमला गर्यो। हमला गरेपछि सबै भेडाहरू डराएर भाग्न लागे, ऊ पनि सँगसँगै भाग्न लाग्यो। तब त्यो सिंहले भन्यो, त मेरो प्रजातिको होस्, त सिंह होस्, त कसरी यो भेडाहरूको बगालमा त भेडाहरूको जस्तै सोच, स्वभाव, आनी बानी गरेर बसिरहेको छस्? हिँड मसँगै जाम, त म जस्तै सिंह होस्, त मसँग नडरा, मैले तँलाई नष्ट गर्दिनँ, मैले तँलाई मार्दिनँ। त म जस्तै होस्, त सिंह होस्। तेरो स्वभाव सिंहको जस्तो किन भएन त? किन भेडा जस्तो डराउने, कमजोर हुने, एकदमै भेडाको जस्तै स्वभावमा किन हिँडेको छस् भनेर सिंहले भन्दै गर्दा उसले पत्याएन। अब मलाई मार्नलाई युक्ति गरेको हो भन्ने सोच्यो। म सिंह हो भन्ने कुरालाई उसले विश्वासै गरेन। विश्वास नगरेपछि फेरि अर्कोचोटि पनि त्यो सिंहले छोडेर गयो। फेरि भेडाको बगालमै ऊ चर्न सुरु गर्यो।
भेडाहरूले घाँस खान्थे, उसले पनि खान सुरु गर्यो। भेडाहरूले जे गर्थे त्यस्तै गर्न सुरु गर्यो। त्यस्तै गर्न सुरु गरेपछि उसलाई सह्य भएन, त्यो पहिलाको जो सिंहलाई सह्य भएन। सह्य नभएपछि उसले के गर्यो, फेरि आक्रमण गर्यो। आक्रमण गरेपछि भेडाहरू सबै भागे। तब उसलाई समातेर उसले के गर्यो त, हिँड ऊ त्यो खोलाको किनारमा जाम, त म जस्तो हो कि होइन रहेछ, त्यो पानीमा अनुहार देखिन्छ अनि थाहा पाउनेछस् भनेर चाहिँ त्यो सिंहले के गर्यो, त्यो अर्को भेडाको बगालमा बस्ने सिंहलाई लिएर गयो। लिएर गइसकेपछि सङ्लो पानी थियो, एकदमै सङ्लो पानीमा त आफ्नो अनुहार राम्रो देखिन्छ। तब त्यो सिंहले लगेर हेर, मलाई हेर, अनि तेरो आफ्नो पिक्चरलाई हेर, तेरो आफ्नो रूपलाई पनि हेर, त सिंह होस्। त त्यस्तो भेडाहरू जस्तो डरपोक हुने होइन, त सिंह होस्, त गर्जेर यो जङ्गललाई थरर पारेर त जङ्गलको राजा होस्। त यस्तो दासी बनेर किन हिँडेको भन्दा उसले अनुहार हेऱ्यो। हेर्दाखेरि उसको अनुहार पनि सेम उसको जस्तो लागेपछि उसले के गर्यो, अब तैँले गर्जिन सक्छस्, तैँले घाँस होइन तैँले मासु खान सक्छस्, त म जस्तै सिंहको राजा होस्, तैँले सबै जङ्गलका जनावरलाई अधीनमा पार्न सक्छस् भनेपछि बल्ल उसले के गर्यो, विश्वास गर्यो। तब अर्को जवान सिंह जस्तै ऊ पनि गर्जिन सुरु गर्यो। गर्जेपछि थरर काम्न सुरु गर्यो, जङ्गल काम्न सुरु गर्यो। तब सबै जङ्गलका जनावरहरू उसँग डराउन सुरु गर्यो। त्यस्तै त त्यो भेडाको बगालमा बसेको सिंहले आफू सिंह हो भन्ने थाहै पाएन, त्यो ज्ञानै पाएन, त्यो तरिकै पाएन। तब उसँग त्यो गुण भएर पनि, राजाको जस्तो गुण क्वालिटी भएर पनि, त्यो क्षमता भएर पनि ऊ दासत्व बनेर बसेको थियो। त्यस्तै हिजोको दिनमा हामी जगतका मालिकको सन्तान हामी, तर हामी संसारको धर्मको दासत्वमा मानिसले जस्तो चलाए त्यसै गरी चल्थ्यौँ, जस्तो सिकाउनु भयो त्यस्तै सिक्थ्यौँ। तर आज जवान सिंह जै बनेर हाम्रा गुरु येशू मसीह संसारमा आउनुभयो। तब सबै शैतानका युक्तिलाई हटाएर परमेश्वर पिताको महिमा तिमीसँग छ, तिमी निर्दोष छौ, तिमी पवित्र छौ, तिमीले चङ्गाउन सक्छौ, तिमीले उद्धार गर्न सक्छौ, तिमीले सबलाई सुख दिन सक्छौ, सबैलाई आनन्द दिन सक्छौ। तिमी त्यस्तो गुण भएको, त्यस्तो क्षमता भएको तिमी ईश्वरका सन्तान हौ भनेर परमात्मा पिताको तर्फबाट हाम्रा गुरु येशू मसीहले हामीलाई आज सत्यताको मार्ग देखाउनु भयो। त्यसकारण हाम्रा गुरु येशू मसीहलाई पनि अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा हामीलाई पत्तै थिएन हामीसँग परमेश्वर हुनुहुन्छ भनेर, हामीलाई पत्तै थिएन हामीसँग यस्तो तागत छ भनेर, हामीलाई पत्तै थिएन जे बोल्यो त्यो काम प्रकट हुन्छ भन्ने हामीलाई थाहै थिएन। तर धन्यवाद गर्छु येशू मसीहको नाउँमा हामीलाई हाम्रा गुरुहरूद्वारा यो मार्ग देखाइदिनु भयो। जो गुरुहरूद्वारा परमेश्वरले आज यो सच्चाइको मार्ग प्रकट गर्नुभयो। तपाईँ हामीमा परमेश्वरको आत्मा छ, त्यो क्षमता छ, त्यो मन छ, त्यो बुद्धि छ, त्यो तागत छ। सबै समस्यालाई हमला गर्न सक्छौँ, हट भनेर चट पार्न सक्छौँ, सारा समस्याबाट छुटकारा पाउन सक्छौँ, उद्धार हुन सक्छौँ, हामी आफू बाँच्न सक्छौँ भने अरू सबैलाई बचाउन सक्छौँ। अब आफ्नै जीवनमा अल्झिने, उल्झनमा पर्ने, डराउने, तडपिने, रुने, कराउने, समस्यालाई ठुलो मान्ने, त्यो भेडाको बगालमा बसेको सिंह जस्तो बन्ने होइन हामी त परमेश्वरको सामर्थ्य सन्तान। परमेश्वर पिता तपाईँले शक्ति सामर्थ्य जो दिनुभएको छ, तपाईँले दिनुभएको गुण क्वालिटी जो पनि योग्यता छ यसमा प्रकट गरिसक्नुभयो। प्रेरणा, चाहत, मन, बुद्धि, ज्ञान तीव्र रूपमा दिइसक्नुभयो पिता।
मद्वारा पनि तपाईको काम हुन्छ, मद्वारा पनि तपाई बोल्नुहुन्छ, मद्वारा पनि चङ्गाई गरेपछि हिजोको दिनमा भूत देखेर डराउँथे भने आज भूतलाई थर थर कामेर छट छट कामेर हटाउन सक्ने सामर्थ्य दिनुभएको छ परमात्मा। तपाईलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। आज परमेश्वरले हामीलाई म को हुँ भनेर चिन्ने योग्य गराउनु भएको छ। हिजोको दिनमा म को हुँ भनेर हामी जान्ने थिएनौँ, हामीले चिनेका थिएनौँ। म को हुँ भनेर थाहै थिएन हामीलाई। जसरी एउटा चङ्गालाई हैन, जस्तै यो चङ्गा भयो, यो चङ्गाको डोरीलाई कोही मानिसको हातले पकडेको छ भने मात्रै त्यो चङ्गा जहाँ गएर एकदमै लह लह भएर आनन्द गरे पनि आखिरी त्यो चङ्गाको डोरी जो मालिकको हातमा छ उसले जहाँ जता चाहन्छ त्यतै डुलाउँछ। त्यस्तै हाम्रो जीवनको मालिक परमेश्वर हुनुहुन्छ। परमेश्वरलाई भन्नु पिता तपाईँले जो इच्छा गर्नुहुन्छ त्यही इच्छा प्रकट गर्नु। तपाईँले मलाई जे कामको लागि बनाउनु भएको, असल र भलाइको कामको लागि बनाउनु भएको परमात्मा, असल र भलाइको काम मेरो जीवनमा प्रकट गरिसक्नु भयो परमात्मा। धन्यवाद गर्छु येशू मसीहको नाउँमा भनेपछि परमेश्वरले आशीर्वाद र महिमा दिइसक्नु भएको हुन्छ। जब त्यो काइटको त्यो चङ्गाको डोरी मान्छेको हातमा हुन्छ त ऊ जति उडे पनि आखिरी मालिकले उसलाई सम्हालेर राखेको हुन्छ। यदि त्यो डोरी मालिकको हातमा मान्छेको हातमा छैन भने त्यो उड्छ 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 अनि हावा बन्द भएपछि थचारिन्छ, कहाँ त भैमै थचारिन्छ। त्यस्तै त आज परमेश्वरको वचनबाट परमेश्वरले हामीलाई भन्नुभएको छ तिमी थचारिनी होइन, तिमीलाई मैले मेरो हातमा राखेको छु, तिमी मेरा हातका सिप हौ, तिमी मेरा सृष्टि हौ, तिमी मेरा रचना हौ, तिमीलाई एक सेकेन्ड पनि घटी कमी मैले हुन दिएकै छैन बच्चा। सबै क्षेत्रमा आशीर्वाद दिइसकेको छु, सबै क्षेत्रमा वृद्धि विकास मैले गराइसकेको छु। त्यस्तो क्षमता, त्यस्तो मन, त्यस्तो गुण, त्यस्तो आशीर्वाद मैले हर समय, हर पल, हर कदममा तिम्रो लागि दिइसकेको छु भन्नुहुने परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। भजन गाउनै मन लाग्छ, नयाँ भजन होइन। परमेश्वरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा होइन। नयाँ भजन छ जो परमेश्वरको आत्मा भई रचिएको भजन होइन, हामी सबैको लागि परमात्मा पिताजीले दिनुभएको छ। त यसैले धन्यवाद गर्छु परमात्मा येशू मसीहको नाउँमा। परमेश्वरले त्यसकारण हरेक समय आशिष, महिमा, उद्धार अनि आनन्दको राज्यमा प्रदान गर्नुभएको छ, प्रकट गर्नुभएको छ। त्यसैले धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। दिनु भाषा परमेश्वरले सन्तानको उपायमा, दिनु भाषा परमेश्वरले सन्तानको उपायमा, ननिस्कनु कोही पनि राक्षसको रूपमा संसारी ढाक्न सकाउला, आफैलाई ढाक्न सक्दैनौ जहाँ ईश्वरको बसोबास, अशान्तिको नासबास, सन्तानको उपायमा ननिस्कनु कोही पनि राक्षसको रूपमा संसारी ढाक्न सकाउला, आफैलाई ढाक्न सक्दैनौ जहाँ ईश्वरको बसोबास, अशान्तिको नासबास। अझै ताली बजाउनु, अझै उत्साहित हुनु। धन्यवाद पिता येशू मसीहको नाउँमा। हे पाको उद्धार पाको छैन भन्नलाई हुँदैन भन्नुहुन्छ त। पाको उद्धार, पाको जीवन, पाको खुसी, पाको आनन्द कसैले विरोध गरे भन्दैमा, कसैले लान्छना लगाए